नमस्कार साथीहरू, सुरु गरौँ आजको एपिसोड भाग 2 बाट। फेरि पनि भेलुबाजेको कथा। एउटा साधारण गाउँले मजदुर कसरी लाखौं नेपालीको मन जित्ने भाइरल व्यक्तित्व बने। उनको सङ्घर्ष, लोकप्रियता, अभिनय यात्रा, पारिवारिक जीवन र अन्तिम दिनसम्मको कथा आज हामीसँग छ। भिडियो अन्तिमसम्म हेर्न नबिर्सनुहोला। भाइरल बन्ने अनौठो सुरुवात 61 वर्षीय मीनबहादुर बुढा मगरले प्रयोग गर्ने ओखो, बिल्कुल, अनुरोध गरेको छु जस्ता शब्दहरूले उनलाई सामाजिक सञ्जालमा चिनायो। तर उनको भाइरल यात्रा भने निकै रोचक थियो। एक दिन कसैले उनको हातमा मोबाइल थमाएर भन्यो, बाजे, तपाईसँग कुरा गर्न फोन आएको छ। वास्तवमा त्यो फोन थिएन, र्यापर साकारको पहिले नै रेकर्ड गरिएको अडियो थियो। भेलुबाजेलाई यो कुरा थाहा थिएन। उहाँले त्यो अडियो सुन्नुभयो र साँच्चीकै कुरा गरिरहेको ठानेर जवाफ दिन थाल्नुभयो। केही बेरमै उनको त्यो प्रतिक्रिया भिडियो बनेर टिकटकमा अपलोड भयो। अनि त्यसपछि एकाएक लाखौं मानिसको नजर उनैतर्फ मोडियो। सामाजिक सञ्जालको सुपरस्टार उनको बोल्ने शैली अरूभन्दा फरक थियो, कडा, स्पष्ट र मनोरञ्जन। उनका बिल्कुल, हत्तेरिका, एकदम च्वाक, पख्नुस् त जस्ता शब्दहरू सामाजिक सञ्जालमा ट्रेन्ड बन्न थाले। टिकटक प्रयोगकर्ताहरूले उनको नक्कल गर्दै सयौं भिडियो बनाउन थाले। युट्युब, फेसबुक र ट्विटरमा समेत उनको चर्चा फैलियो। जहाँ जहाँ उनको भिडियो पुग्थ्यो त्यहाँ दर्शक हाँसेर रमाउँथे। अभिनय र गीत गाउने अवसर भाइरल भएसँगै विभिन्न युट्युबर र टिकटकर्स उनको वरिपरि पुग्न थाले। उनको लोकप्रियता यति बढ्यो कि टेलिफिल्म ख्यालठट्टाले समेत उनलाई अभिनयको प्रस्ताव दियो। यति मात्र होइन, मनकामना रोदीगरले उनलाई चर्चित गायिका राधिका हमालसँग लाइभ दोहोरीमा सहभागी गरायो। त्यसपछि वरिष्ठ सङ्गीतकार बीबी अनुरागीसँग मिलेर उनले काटे डाली कैन नामक गीत समेत रेकर्ड गरे। रोचक कुरा के भने, उनलाई न अभिनयको ज्ञान थियो न त सङ्गीतको, तर उनको सरलपन र मौलिक शैलीकै कारण दर्शकहरूले उनलाई अत्यन्त माया गरे। भाइरल गराउने व्यक्तिहरू गाउँमा ज्याला मजदुरी गरेर जीवन चलाइरहेका मीनबहादुरलाई भाइरल गराउने मुख्य व्यक्ति थिए तेजेन्द्र परियार र गणबहादुर पेस्तोल। एक विवाह समारोहमा खाना खाँदै गरेको उनको भिडियो टिकटकमा राखिएको थियो। त्यो भिडियो एकै रातमा 10 लाखभन्दा बढी पटक हेरियो। त्यसपछि उनीहरूले लिएको अन्तर्वार्ता युट्युब च्यानलहरूमा अपलोड गरियो। अन्तर्वार्ताले झन् ठूलो चर्चा कमायो र यहीबाट सुरु भयो भेलुबाजेको नयाँ यात्रा। पहिलो पटक काठमाडौँ यात्रा 61 वर्षको उमेरसम्म उनले काठमाडौँ देखेका थिएनन्। राजधानी पुग्ने उनको ठूलो इच्छा थियो। त्यसैले निर्देशक नेत्र राउतले ख्यालठट्टामा अभिनयको प्रस्ताव राख्दा उनले तुरुन्त स्वीकार गरे। 18 घण्टाको लामो बस यात्रा गरेर उनी पहिलो पटक काठमाडौँ आइपुगे। 2 दिन बसाइका क्रममा उनले अभिनय गरे, अन्तर्वार्ता दिए र फेरि प्युठान फर्किए। उनले अभिनय गरेको भाग युट्युबमा अत्यन्त लोकप्रिय बन्यो। दोस्रो पटकको काठमाडौँ यात्रा पहिलो अनुभव सफल भएपछि फेरि उनलाई काठमाडौँ बोलाइयो। तर यसपटक उनले लामो बस यात्रा गर्न मानेनन्। त्यसपछि उनका साथीहरूले मोटरसाइकलमा भैरवासम्म ल्याए र त्यहाँबाट पहिलो पटक हवाईजहाज चढाएर काठमाडौँ पुर्याए। काठमाडौँमा 1 हप्ता बसेर उनले ख्यालठट्टाका थप भागहरू र माइलो टेलिफिल्ममा समेत अभिनय गरे। यसपटक उनी अभिनयमा झन् सहज देखिए। गीत, लोकप्रियता र बदलिएको जीवन। काठमाडौँ बसाइको क्रममा उनले बीबी अनुरागीसँग मिलेर काटे डाली कैन गीत रेकर्ड गरे। अभिनय र गीतबाट उनले राम्रो पारिश्रमिक पनि प्राप्त गरे। जीवनभर ज्याला मजदुरी गरेर गुजारा चलाएका भेलुबाजेका लागि यो अनुभव पूर्ण रूपमा नयाँ थियो। टिकटक र युट्युबले उनको जीवनको दिशा नै परिवर्तन गरिदिएको थियो। पारिवारिक जीवन। काठमाडौँबाट गाउँ फर्किएपछि गाउँलेहरूले उनको भव्य स्वागत गरेका थिए। त्यसपछि उनी पुनः आफ्नै गाउँघरको जीवनमा फर्किए। उनको परिवारमा श्रीमती विष्णु गुडा हुनुहुन्थ्यो। दुःखको कुरा, पछि उहाँको पनि निधन भयो। अन्तिम दिनहरू भेलुबाजे लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए। अत्यधिक मदिरा सेवनका कारण उनको पेनक्रियाजमा समेत गम्भीर असर परेको बताइन्छ। उपचारका क्रममा विभिन्न व्यक्तिहरूले सहयोग गरे। विशेष गरी युट्युबर भोजबहादुर थापाले उनको उपचारमा सहयोग गरेका थिए। तर अन्ततः उनले यो संसारलाई सदाका लागि बिदा गरे। आज पनि उनका भिडियोहरू हेर्दा धेरैलाई आँसु आउँछ, तर त्यही भिडियोहरूले अहिले आँखामा आँसु पनि ल्याउँछन्। सामान्य गाउँले जीवनबाट लाखौं मानिसको मनमा बस्न सफल भेलुबाजे अब हामी बीच छैनन्, तर उनका शब्दहरू, उनको शैली र उनका सम्झनाहरू भने सधैँ जीवित रहनेछन्।
भेलु बाजेप्रति फेरि पनि हार्दिक श्रद्धाञ्जली। ओम शान्ति। यदि तपाईँलाई पनि भेलु बाजेका भिडियोहरू मन पर्थे भने कमेन्टमा ओम शान्ति लेखेर श्रद्धाञ्जली व्यक्त गर्नुहोस्। भिडियो मन परे लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। फेरि भेटौँला अर्को रोचक भिडियोका साथ। नमस्कार। जय नेपाल।